नमस्कार साथीहरू, यति बेला हामी गुल्मी जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको शिरमा रहेका छौँ। यो रेसुङ्गा प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण छ। यहाँ घुम्ने जोकै पर्यटक पनि यहाँको प्राकृतिक दृश्यसँग रमाउन पुग्छन्। उत्तरतर्फ यी चाँदी झैँ टल्कने हिमालहरू छन्। धौलागिरी, नीलगिरी, माछापुच्छ्रे जस्ता हिमश्रृङ्खलाहरू यहाँ पर्छन्। यहाँदेखि तलतिर तम्घास बजारका साथै हिमाल पहाड तराई देख्न सकिन्छ। यो अर्जुनको डाँडो निकै प्रसिद्ध रहेको छ। रेसुङ्गा क्षेत्र पर्यटकीय सौन्दर्यतालाई जोगाउन पोखरीसम्म सवारी साधनमा पुग्न सकिन्छ भने त्यसभन्दा माथि 20 मिनटको उकालो पैदल यात्रापछि मुख्य गन्तव्य स्थानमा पुगिन्छ। माथि चुचुरो पुगेपछि केही स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरू, मनोरम दृश्य, यो भ्यू टावरबाट विभिन्न मनमोहक दृश्यहरू पनि यहाँबाट देख्न सकिन्छ। आजको मौसम अलि त्यति क्लियर देखिएको छैन, पानी पर्न खोजेको अवस्था छ। साथीहरू, तपाईहरू पनि एकपटक यस ठाउँमा घुम्न आउनका लागि पनि मैले अनुरोध गर्दछु।